आज मैले हजुरहरूलाई माला जप्ने तरिका बताउन थालेँ। थाहा छ यहाँलाई माला जप्ने तरिका? सबैभन्दा पहिला यो माला हो। माला हजुरले आफ्नो इच्छाले स्फटिकको माला, रुद्राक्षको माला, तुलसीको माला, यो हल्दीको माला हो, जुनसुकै माला पनि आफ्नो इष्टदेवता अनुसार, आफ्नो लक्ष्य अनुसार, आफ्नो रुचि अनुसार माला प्रयोग गर्न सक्नुहुन्छ। कुनै पनि मालामा 108वटा दाना हुन आवश्यक छ र 108वटा दाना मध्येमा यो माथि हुन्छ, यसलाई सुमेरु भन्छ। सुमेरु हुन आवश्यक छ। यो सुमेरु हो। माला जप्न प्रारम्भ गर्ने बेलामा कुन देवताको माला जप्ने हो, कुन देवताको मन्त्र जप्ने हो, त्यो देवतालाई प्रणाम गर्नु, ध्यान गर्नु र टक्क यो भागमा माझी औँलाको यहाँनिर माला अड्याउनु, ट्याक्क सुमेरु। र यसरी पछौराभित्र राखेर माला जप्दाखेरि माला देखाएर जप्नु हुँदैन भन्ने शास्त्रीय मान्यता छ। यसरी राखेर आनन्दसित रिजु भुत्व एकदम सिधा ढाड बनाएर पूर्वपट्टि फर्केर शान्तपूर्वक सुखासने उपविश्य एकदम सजिलोसँग बसेर, पलेटी मारेर बसेर, घुँडा दुख्छन्, बुढी लागेको छ भनेदेखि खुट्टा पसार्न पनि सकिन्छ, कुर्सीमा बस्न पनि सकिन्छ। आपत्तिकालमा नदोष छ, दोष छैन। तर कमनली साधारण समयमा त्यस्तो गर्न हुँदैन। यसरी सिधा बहनी, पलेटी मारेर बहनी, वज्रासनमा बहनी र यसरी कुन देवताको मन्त्र जप्ने हो यसरी अगाडि सारेर माला जप्ने, यसरी अगाडि सार्दै जाने। अब यो सर्दै 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 यहाँ आएपछि नागेर यता जान भएन, फेरि फट्ट यता जाइन, फेरि यसलाई यता फर्काउने र फेरि ढोग्ने। जुन देवताको मन्त्र जपेको छ वही देवताको ध्यान गरेर अनि यसरी यहाँ भ्रूमध्ये दुईवटा आँखीभको बिचमा टक्क राखेर ध्यान गर्ने। सेन्ट्रलाइज हुन्छ, यहाँ केहीले छुँदा बित्तिकै यसै पनि ध्यान सेन्ट्रलाइज हुन्छ। अनि फेरि यहाँ राखेर जप्ने। जति माला जप्ने हो त्यति जप्ने। माला जपिरहेका बेलामा बिचमा आछ्यु आयो, हाई आयो, पाद आयो, बोलियो, कुनै पनि कुराले विघ्न भयो भनेदेखि फेरि सुरुबाट माला जप्नुपर्छ, फेरि सुमेरुबाट सुरु गर्नुपर्छ। यी केही पनि गर्न भएन, सावधान भएर गर्नु पर्यो। र अन्तिममा जब माला पुगेपछि अनि नारायण हरि भनेर ढोग्ने अथवा जय श्री गणेश, जय शम्भो, जय भवानी दुर्गा आमा भन्ने कुन देवताको कसको मन्त्र जपेको छ उहाँलाई यो जप समर्पण गर्ने। यसरी यहाँले जप गर्नु होला है। माला जप्ने तरिका यही हो। अरू पनि केही सुधार्न पर्ने या केही शङ्का लागेको छ, जान्न पर्ने छ भनेदेखि तल कमेन्ट गर्नु होला। मैले फेरि बताउने प्रयास गर्नेछु। सबै मिलेर सत्य सनातन धर्मको जयकार गर्ने। कसले के जानेको छ प्रयास गर्ने। जसरी मैले प्रयास गरेको छु त्यसरी यहाँहरूले नि साथ दिइरहनु होला। नमस्ते।